थ्याङ्क यू। आज वर्ल्डकै सबैभन्दा राम्रो युनिभर्सिटीको एउटा दीक्षान्त समारोहमा सामेल हुन पाउँदा मैले आफूलाई गौरवान्वित महसुस गरिरहेको छु। म तपाईँहरूलाई एउटा साँचो कुरा बताउँछु। म कहिले कुनै कलेजबाट पास भइन र आज पहिलोपटक कुनै कलेज ग्रेजुएसन सेरेमनीको यति नजिक पुगेको छु। आज म तपाईँहरूलाई मेरो जिन्दगीको 3वटा कहानी सुनाउन चाहन्छु। धेरै होइन, बस 3वटा कहानी मात्र। मेरो पहिलो कहानी डट्स कनेक्ट गर्ने बारेमा छ। रिड कलेजमा एडमिसन गरेको 6 महिनाभित्रमा नै मैले पढाइ छोडिदिएँ। तर म त्यसको 18 महिनासम्म त्यहाँ कुनै न कुनै प्रकारले आउने जाने गरिरहन्थेँ। अब सवाल उठ्छ कि मैले कलेज किन छोडेँ। एक्चुअली यसको सुरुवात मेरो जन्मभन्दा पहिले नै भएको छ। मेरी बायोलोजिकल मदर एउटी यङ अविवाहित ग्रेजुएट स्टुडेन्ट हुनुहुन्थ्यो र उनले मलाई कोही अरूलाई एडप्सन दिनको लागि चाहन्थे। तर उनको एउटा इच्छा थियो कि कोही कलेज ग्रेजुएटले नै मलाई एडप्ट गरोस्। सबै कुरा बिल्कुल सेट थियो र म एक वकिल र उनको वाइफद्वारा एडप्ट हुनेवाला थिएँ कि अचानक त्यो कपालले आफ्नो विचार बदलिदिए र डिसाइड गरे कि उनीहरूलाई एउटा केटी चाहिन्छ। त्यसैले तब आधा रातमा मेरो प्यारेन्ट्स जो वेटिङ लिस्टमा हुनुहुन्थ्यो उनीहरूलाई कल गरेर भन्नुभयो कि हामीसित एउटा बेबी बोय छ, कि तपाईँले यसलाई काख लिन चाहनुहुन्छ। तब उनीहरूले तुरुन्तै यस भनिदिए। पछि मेरी बायोलोजिकल मदरले थाहा पाइन् कि मेरी आमा कलेज पास हुनुहुन्न र पिता त हाई स्कुल पास पनि थिएन। त्यसैले उनले एडप्सन पेपर साइन गर्नबाट स्वीकार गरिदिए। तर केही महिनापछि मेरो हुन लागेको प्यारेन्ट्सले मलाई कलेज पठाउने आश्वासनपछि उनी मान्न तयार भए। मेरो जिन्दगीको सुरुवात केही यस्तो प्रकारले भयो। 17 सालपछि म कलेज गएँ र गल्तीपूर्वक मैले स्ट्यान्डफोर्ड जस्तो महँगो कलेज चुन्न पुगेँ। मेरो वर्किङ क्लास प्यारेन्ट्सको सारा जम्मा पुँजी मेरो पढाइमा जान थाल्यो। 6 महिनापछि मैले यो पढाइमा कुनै भ्याल्यु देखिनँ। मलाई कुनै आइडिया थिएन कि म आफ्नो जिन्दगीमा के गर्न चाहन्छु र कलेजले मलाई कस्तो प्रकारले हेल्प गर्छ यो पनि आशा थिएन। र माथिबाट म आफ्नो प्यारेन्ट्सको जीवनभरको कमाइ खर्च गर्दै गइरहेको थिएँ। त्यसैले मैले कलेज ड्रप आउट गर्ने निर्णय गरेँ र सोचेँ जे हुन्छ राम्रैको लागि हुन्छ। त्यो समयमा त यो सब कुरा मेरो लागि धेरै डरलाग्दो थियो। तर जब म आज पछाडि फर्केर हेर्छु भने मलाई लाग्छ त्यो मेरो जिन्दगीको सबैभन्दा राम्रो डिसिजन थियो। जब मैले कलेज छोडेँ त्यसमाथि आवश्यक क्लासेस गर्ने बाध्यता समाप्त भयो र म चुपचाप केवल आफ्नो इन्ट्रेस्टको क्लासेस गर्न थालेँ। यो सब थोक त्यति सजिलो थिएन। मसित बस्नको लागि कुनै रुम पनि थिएन। त्यसैले मलाई साथीहरूको रुमको तल सुत्नु पर्थ्यो। म कोकको बोतल फर्काउँदा पाउने पैसाबाट खाना खान्थेँ। म हरेक सन्डे 7 माइल पैदल हिँडेर हरिकृष्ण टेम्पल जान्थेँ ताकि कमसेकम हप्तामा एकपटक पेट भरेर खाना खान सकूँ। यो मलाई धेरै नै राम्रो लाग्ने गर्थ्यो। मैले आफ्नो लाइफमा जे पनि आफ्नो क्युरियोसिटी र इन्ट्युसनको कारणले गरेँ त्यो पछि मेरो लाइफमा प्राइसलेस साबित भयो। लेट मी गिभ एन एक्जाम्पल। त्यो समयमा रिड कलेज सायद दुनियाँकै सबैभन्दा राम्रो ठाउँ थियो जहाँ क्यालिग्राफी सिकाइने गरिन्थ्यो। पुरै क्याम्पसमा हरेक पोस्टर हरेक लेभलमा धेरै सुन्दरतापूर्वक हातले क्यालिग्राफी गरिएको हुने गर्थ्यो। म कलेजबाट ड्रप आउट भइसकेको थिएँ। त्यसैले मलाई नर्मल क्लासेस गर्ने कुनै आवश्यकता थिएन। मैले निश्चय गरेँ कि म क्यालिग्राफीको क्लासेस गर्छु र यसलाई राम्रोसँगले सिक्छु। मैले सेरिफ र सन सेरिफ टाइप फेसेसको बारेमा सिकेँ। अलग अलग लेटर कम्बिनेसनको बिचमा स्पेस भेरी गर्नु र कुनै राम्रो टाइपोग्राफीलाई कुन चिजले राम्रो बनाउँछ त्यो पनि सिकेँ। यो सुन्दर थियो, यति आर्टिस्टिक थियो कि यसलाई साइन्सद्वारा क्याप्चर गर्न सकिँदैन थियो र यो मलाई एकदम धेरै राम्रो लाग्ने गर्थ्यो। त्यो समयमा अलिकति पनि आशा थिएन कि म त्यो चिजहरूलाई कुनै बेला आफ्नो लाइफमा युज गर्छु। तर जब 10 वर्षपछि हामीले पहिलो
म्यासिन्टोस कम्प्युटर बनाइरहेका थियौँ तब मैले यसलाई म्याकमा डिजाइन गरिदिएँ र म्याक सुन्दर टाइपोग्राफी युक्त दुनियाँकै पहिलो कम्प्युटर बन्यो। यदि मैले कलेजबाट ड्रप आउट गरेको हुन्थिनँ भने म्याकमा कहिले मल्टिपल टाइपफेसेसको प्रोफेसनली स्पेस फन्ट हुने थिएन र विन्डोजले म्याकको कपी गरेका थिए। सायद कुनै पनि पर्सनल कम्प्युटरमा यो चिजहरू हुने थिएन यदि मैले ड्रप आउट गरेको हुन्थिनँ भने। मैले कहिले क्यालिग्राफीको त्यो क्लासेस पनि गर्न सक्दिनँ थिएँ। सायद पर्सनल कम्प्युटरमा जुन फन्ट्स हुने गर्थ्यो त्यो पनि हुने थिएन। अफकोर्स जब म कलेजमा थिएँ तब भविष्यमा देखेर यी डट्सहरूलाई कनेक्ट गर्न इम्पोसिबल थियो। तर 10 सालपछि जब पछाडि फर्केर हेर्दाखेरि मलाई सब थोक साफ नजर आउँछ। तपाईँ कहिले पनि फ्युचरमा झाँकेर डट्सलाई कनेक्ट गर्न सक्नुहुन्न। तपाईँले केवल पास्टलाई नै देखेर डट्सलाई कनेक्ट गर्न सक्नुहुन्छ। त्यसैले तपाईँले भरोसा गर्नुपर्ने हुन्छ अहिले जे भइरहेको छ पछि गएर त्यो कुनै न कुनै तरिकाले तपाईँको फ्युचरसित कनेक्ट हुनेछ। तपाईँले कुनै न कुनै कुरामा विश्वास गर्नै पर्ने हुन्छ, आफ्नो गटमा, आफ्नो डेस्टिनीमा, आफ्नो जिन्दगीमा या आफ्नो कर्ममा कुनै न कुनै चिजमा विश्वास गर्नै पर्ने हुन्छ। किनकि यो कुरालाई बिलिभ गर्नु कि अगाडि गएर डट्स कनेक्ट हुन्छ तपाईँलाई आफ्नो दिनको र आफ्नो हृदयको आवाज सुन्नलाई हिम्मत दिन्छ। त्यतिखेर पनि जब तपाईँ बिल्कुल अलग बाटोमा हिँडिरहनु भएको हुन्छ। एन्ड द्याट विल बी मेक द डिफरेन्स। मेरो दोस्रो कहानी लभ र लसको बारेमा छ। मैले जुन चिजलाई चाहन्थेँ मैले छिट्टै नै पाएँ। होज र मैले आफ्नो प्यारेन्ट्सको ग्यारेजबाट एप्पल सुरु गरेका थिएँ। त्यतिखेर म 20 वर्षको थिएँ। हामीले धेरै मेहनत गऱ्यौँ र 10 सालमा एप्पल 2 मान्छेबाट बढेर 2 बिलियन र 4,000 मान्छेहरूको कम्पनी बन्यो। हामीले अहिले 1 साल अघि नै आफ्नो फाइनेस्ट क्रिएसन म्यासिन्टोस रिलिज गऱ्यौँ। म 30 वर्षको भइसकेको थिएँ र मलाई कम्पनीबाट फायर गरिदिए। तपाईँ आफैले बनाएको कम्पनीबाट कसरी फायर हुन सक्नुहुन्छ? वेल, जब कम्पनी ग्रो हुँदै गयो हामीले एउटा यस्तो ट्यालेन्टेड मान्छेलाई हायर गऱ्यौँ जसलाई मैले सोचेको थिएँ कि उसले मसित मिलेर कम्पनी रन गराउँछ। पहिलो 1 वर्ष सब थोक ठिकठाक चलिरह्यो, तर फेरि कम्पनीको फ्युचर भिजनलाई लिएर हामी दुईजनाको बिचमा मतभेद हुन थाल्यो। पुरा बोर्ड अफ डाइरेक्टरसम्म पुग्यो र उनीहरूले पनि उसैलाई साथ दिए। सो एट द 30 मलाई निकालियो। जुन मेरो पुरै एडप्ट लाइफको फोकस थियो त्यो समाप्त भइसकेको थियो र बिल्कुल नै तबाह गर्ने खालको थियो। मलाई वास्तवमै कि महिनासम्म समझमा आइरहेको थिएन कि म के गरौँ। मलाई महसुस भयो कि यति सरलतापूर्वक एक्सेप्ट गरेर मैले आफ्नो पहिलाको जेनेरेसनको इन्टरप्रेन्यरलाई तल देखाइरहेको छु। म डेभिड प्याकवर्ड र बब नोइससित गएर माफी मागेँ र सबथोक यस्तो प्रकारले भएको कारणले गर्दा उनीसित क्षमा मागेँ। म एउटा धेरै ठुलो पब्लिक फेलर भइसकेको थिएँ। एकपटक त म भ्याली छोडेर जाने बारेमा नै सोचेको थिएँ, तर बिस्तारै बिस्तारै मलाई महसुस भयो कि म जुन काम गर्छु त्यसको लागि अहिले पनि म प्यासनेट छु। एप्पलमा जे भयो त्यसको कारणले मेरो प्यासनमा कुनै कमी आएन। मलाई रिजेक्ट गरियो तर म अहिले पनि आफ्नो कामलाई प्यार गर्छु। त्यसकारण मैले फेरि एकपटक सुरुवात गर्ने बारे सोचेँ। मैले त्यतिखेर सोचिनँ, तर अब मलाई लाग्छ कि एप्पलबाट फायर गरिएको कुरा भन्दा राम्रो कुरा मेरो साथमा मेरो जीवनमा कहिले हुन सक्दैन थियो। सक्सेसफुल हुने बोझ अब इग्नोर हुने हल्कापनबाट बदलिसकेको थियो। मैले एकपटक फेरि आफूलाई धेरै फ्री महसुस गरिरहेको थिएँ। यो फ्रिडमको कारणले म आफ्नो जिन्दगीको सबैभन्दा क्रिएटिभ पिरियडमा जान पाएँ। त्यसपछि 5 सालमा मैले एउटा कम्पनी नेक्स्ट र अर्को एउटा कम्पनी पिक्सल स्टार्ट गरेँ र यही समयमा मेरो एउटा भेटघाट एउटी धेरै नै इमेजिङ लेडीसित भयो जो पछि गएर मेरी वाइफ बनिन्। पिक्सरले दुनियाँको पहिलो कम्प्युटर एनिमेटेड मुभी टोय स्टोरी बनाएका थिए र त्यो समयमा यो दुनियाँको सबैभन्दा सफल एनिमेसन स्टुडियो थियो र अहिले पनि त्यो सफल स्टुडियो एनिमेसनको रूपमा परिचित छ।
एप्पलले एउटा प्रत्याशित कदम उठाएर नेक्स्टलाई खरिद गर्यो र म एप्पलमा फर्केर गएँ। आज एप्पल नेक्स्टद्वारा डेभलप गरिएको टेक्नोलोजी युज गर्दछ। अब लोरेन र मेरो एउटा सुन्दर परिवार छ। म बिल्कुल स्योरिटीको साथ भन्न सक्छु कि यदि मलाई एप्पलबाट निकालिन्थेन भने मेरो साथमा यो सब थोक हुने थिएन। यो तितो औषधि थियो, सायद रोगीलाई यसको आवश्यकता थियो। कहिलेकाहीँ जिन्दगीले तपाईँलाई यसरी नै ठोक्कर दिन्छ। आफ्नो विश्वास नगुमाउनुहोस्। म विश्वासको साथ भन्न सक्छु कि म यस कारणले अगाडि बढ्दै गएँ कि म आफ्नो कामसित प्यार गर्थेँ। आई लभ इज माई वर्क। तपाईँले रियली के मन पराउनुहुन्छ यसलाई तपाईँले जान्नुपर्दछ। जति आफ्नो लभलाई फाइन्ड गर्न जरुरी छ त्यति नै त्यो कामलाई खोज्न जरुरी छ जसलाई तपाईँ वास्तवमै मन पराउनुहुन्छ। तपाईँको काम तपाईँको जिन्दगीको सबैभन्दा ठुलो हिस्सा हुन्छ र ट्रु सेटिस्फाई हुने एउटै तरिका यो हो कि तपाईँ त्यो काम गर्नुहोस् जुन काम गर्नलाई तपाईँ वास्तवमै एउटा ठुलो काम सम्झिनुहुन्छ। र ठुलो काम गर्ने एउटै तरिका यो हो कि तपाईँ त्यो गर्नुहोस् जे गर्न तपाईँ इन्जोय गर्नुहुन्छ। यदि तपाईँले अहिलेसम्म त्यो काम भेट्नु भएको छैन भने नरोकिनुहोस्, खोजिरहनुहोस्। जस्तो कि दिलसित जोडिएको हरेक चिजमा हुन्छ, त्यो जब तपाईँले पाउनुहुन्छ अनि थाहा पाउनुहुनेछ। र जस्तो कि कुनै राम्रो रिलेसनसिपमा हुने गर्छ, समयको साथमा त्यो अझै राम्रो हुँदै जान्छ। त्यसैले खोजिरहनुहोस्, नरोकिनुहोस्। मेरो तेस्रो कहानी डेथको बारेमा छ। जब म 17 सालको थिएँ त्यतिखेर मैले एउटा भनाइ पढेको थिएँ जुन यस प्रकारको थियो, यदि तपाईँ हरेक दिन यसरी बाँच्नुभयो भने जस्तो कि त्यो तपाईँको जिन्दगीको अन्तिम दिन हो, तपाईँ कुनै न कुनै दिन सही साबित हुनुहुनेछ। यो कुराले मेरो दिमागमा इम्प्रेसन बनायो र तबदेखि बितेको 33 सालदेखि मैले हरेक बिहान उठेर सिसामा हेर्ने गरेको छु र आफैसित सवाल गरेको छु कि यदि यो मेरो जीवनको अन्तिम दिन हुन्थ्यो भने के म आज त्यो काम गर्थेँ जुन काम गर्नेवाला छु। जब लगातार धेरै दिनसम्म जवाब भेटिँदैन थियो भने म बुझिहाल्थेँ कि केही बदल्नु आवश्यक छ। यो कुरालाई याद राख्नु कि म छिट्टै नै मर्नेछु मलाई आफ्नो लाइफको डिसिजन लिनमा धेरै मद्दत पुर्याउँछ। किनकि जब एकपटक डेथको बारेमा सोच्दछु तब सारा आशाहरू, सारा प्राइड, फेल हुने डर सब थोक गायब भएर जान्छ र केवल त्यही मात्र रहन्छ जुन वास्तवमै गर्न जरुरी छ। यो कुरालाई याद राख्नुहोस् कि एक दिन मर्नु छ। कुनै चिजलाई गुमाउने डरलाई दूर गर्ने सबैभन्दा राम्रो तरिका हो। तपाईँ पहिलेदेखि नै नाङ्गो हुनुहुन्छ। यस्तो कुनै रिजन छैन कि तपाईँ आफ्नो दिलको सुन्नुहुन्न। लगभग 1 वर्ष अघि थाहा पाएँ कि मलाई क्यान्सर भएको छ। बिहान 7:30 बजे मेरो स्क्यान भयो जसमा साफ साफ देखिन्थ्यो कि मेरो प्यानक्रिजमा ट्युमर छ। मलाई त थाहा पनि थिएन कि यो प्यानक्रिज के हो। डाक्टरले लगभग विश्वासका साथ बताए कि मलाई एउटा यस्तो प्रकारको क्यान्सर छ जसको उपचार सम्भव छैन। अब म केवल 3 देखि 6 महिनाको पाहुना हुँ। डाक्टरले सल्लाह दिए कि म घर जाऊँ र मेरो सारा चिजहरू व्यवस्थित गरौँ, जसको इन्डाइरेक्टली मतलब हुन्छ कि तपाईँ मर्ने तयारी गर्नुहोस्। यसको मतलब तपाईँ कोसिस गर्नुहोस् कि आफ्नो बच्चाहरूसित अगाडिको 10 सालमा जुन कुराहरू गर्नुहुन्थ्यो त्यो अहिले नै केही महिनाभित्रमा गरिहाल्नुहोस्। यसको अर्थ हुन्छ कि तपाईँ सब थोक सुव्यवस्थित गर्नुहोस्। तपाईँको फ्यामिलीलाई कम टेन्सन होस्। यसको मतलब यो हुन्छ कि तपाईँले सबलाई गुड बाई गरिदिनुहोस्। म यो डायग्नोसिसको साथ पुरै दिन बिताउने गर्थेँ। फेरि बेलुका मेरो बायोप्सी भयो जहाँ मेरो गलाको बाटो पेटबाट हुँदै मेरो इन्टेस्टाइनमा एउटा इन्डोस्कोपी हाल्यो र एउटा सुईबाट ट्युमरको केही सेल्सहरू निकाल्यो। म त बेहोस थिएँ, तर मेरी वाइफ जो त्यहाँ उपस्थित थिइन् उनले मलाई बताइन् कि जब डाक्टरले माइक्रोस्कोपबाट मेरो सेल्सहरू हेऱ्यो तब उनले रुन थाले। सेल्स हेरेर डाक्टरले बुझे कि मलाई एउटा एकदमै दुर्लभ प्रकारको प्यानक्रिएटिक क्यान्सर भएको छ जुन सर्जरीबाट ठिक हुन्छ। मेरो सर्जरी भयो र अब म सौभाग्यले ठिक छु। मृत्युको यति नजिक म कहिले पुगेको थिइनँ र आशा गर्छु कि केही दशकसम्म नपुगौँ पनि। यो सब
देखिसकेपछि म विश्वासको साथ भन्न सक्छु कि डेथ एउटा युजफुल बट इन्टेलेक्चुअल कन्सेप्ट हो। कोही मर्न चाहँदैन, यहाँसम्म कि जो मान्छेहरू स्वर्ग जान चाहन्छ उनीहरू पनि। फेरि पनि मृत्यु त्यो गन्तव्य हो जसलाई हामी सबैले सेयर गर्छौँ। आजसम्म यसबाट कोही बचेको छैन र यस्तै नै हुनुपर्छ, किनकि सायद मृत्यु नै जिन्दगीको सबैभन्दा ठुलो आविष्कार हो। यसले जिन्दगीलाई बदल्दछ, पुरानोलाई हटाएर नयाँको लागि बाटो खोल्दछ। र यो समयमा तपाईँ पनि नयाँ हुनुहुन्छ, तर धेरै होइन कि दिनमै तपाईँ पनि पुरानो हुनुहुनेछ र बाटोबाट साफ हुनुहुनेछ। यति धेरै ड्रामाटिक भएकोले म माफी चाहन्छु, तर यो सत्य हो, तपाईँको समय सीमित छ। त्यसैले यसलाई कोही अरूको जिन्दगी बाँचेर व्यर्थ नगर्नुहोस्। बेकारको सोचमा नफस्नुहोस्। आफ्नो जिन्दगीलाई अरूको हिसाबले नचलाउनुहोस्। अरूको विचारको हल्लाले आफूभित्रको आवाजलाई दबिन नदिनुहोस्। आफ्नो इन्ट्युसनलाई डुब्न नदिनुहोस्। अरूको हल्लाबाट आफ्नो शक्तिलाई कुण्ठित हुन नदिनुहोस्। तपाईँको समय सीमित छ, त्यसकारण फाल्तु कुरामा नफस्नुहोस्। समयलाई बर्बाद नगर्नुहोस्।